ठिक हो, वध भयो। सातौं गर्भ जब तुइएर गयो भनेका छन् होइन, भन्न हो, त्यो तुइएकै छैन। त्यो सातौं गर्भ भनेको बलराम हो, गोकुलमा बसिराखेको छ नन्द बाबाको घरमा। आठौं गर्भ भनेको तपाईँले पाएको छोरी हो कि होइन, त्यो तपाईँले आकाशमा उडाएको होइन हो, त्यो त नन्द बाबा छोरी पो त, त्यो त लाटो बद्दिने सोद्धिको। ऊ त जब ढोक मैले काल जितेँ, अब मलाई कसैले मार्दैन भनेर बसिराखेको छु, तपाईँले जबसम्म कृष्ण र बलरामको अन्त्य गर्नुहुन्न तबसम्म तपाईँको विजयको नाच छैन। ओहो गुरु पक्का हो भन्यो, अब म झुटो बोल्छु कहीँ भनिदिनु भयो नारदले। अब के गर्न पर्ला गुरु भनेर बिन्ती गरेको थियो, एउटा उपाय छ, म त्यो पनि सिकाइदिन्छु। तिमी क्षेत्री हो कि होइन? हो क्षेत्री हो। क्षेत्रीले सबभन्दा ठुलो काम के गर्नुपर्छ? धनुरेगे गर्नका लागि भान्जा नभई हुँदैन भन्ने नीतिमा छ। भान्जा लिनका लागि तपाईँको घरमा मन्त्रीको पदमा बसेको वृष्णि कुलको राजा